यदि तपाईले फेसबुक प्रोफाइलमा आफ्नो नाम परिवर्तन गर्न चाहनुहुन्छ तर तपाईले थाहा छैन फेसबुक प्रोफाइलमा कसरी नाम परिवर्तन गर्ने भन्ने बारे अब तपाईले चिन्ता नलिनुहोला किनभने आजको भिडियोमा म तपाईलाई एकदमै सरल तरिकाबाट स्टेप बाइ स्टेप फेसबुक प्रोफाइलमा कसरी नाम परिवर्तन गर्ने भन्ने बारे जानकारी दिन गइरहेको छु कृपया भिडियोले सुरुदेखि अन्तिमसम्म हेर्नुहोला र यदि तपाईलाई भिडियो उपयोग भने लाइक गर्न सक्नुहुन्छ शेयर गर्न सक्नुहुन्छ र यस च्यानललाई सब्स्क्राइब गर्न सक्नुहुन्छ र अब हामी सुरु गरौँ सबैभन्दा तपाईले आफ्नो फेसबुक खोल्नुहोला र तपाईले यहाँ देख्न सक्नुहुन्छ फेसबुक यसमा क्लिक गरिदिनु होला यसमा क्लिक गरेपछि अब तपाईको फेसबुक ओपन भइसक्यो अब तपाईले यहाँ देख्न सक्नुहुन्छ माथि थ्री लाइन भन्ने देख्न सक्नुहुन्छ यसमा क्लिक गरिदिनु होला यसमा अब तपाईले क्लिक गरिसकेपछि अब तपाईले हल्का स्क्रल गरेर तपाईले यहाँ देख्न सक्नुहुन्छ सेटिङ भन्ने अप्सन देख्न सक्नुहुन्छ यसमा क्लिक गरिदिनु होला यसमा तपाईले क्लिक गरिसकेपछि अब तपाईले यहाँ देख्न सक्नुहुन्छ तपाईको अकाउन्ट सेन्टर देख्न सक्नुहुन्छ हैन यसमा क्लिक गरिदिनु होला यसमा क्लिक गरिसकेपछि अब तपाईले यहाँ देख्न सक्नुहुन्छ अब तपाईको प्रोफाइलको थुप्रै सेटिङहरु देख्न सक्नुहुन्छ हैन यसमा चाहिँ तपाईले यहाँ प्रोफाइलमा क्लिक गरिदिनु होला यसमा क्लिक गरिसकेपछि अब तपाईले यहाँ देख्न सक्नुहुन्छ आफ्नो प्रोफाइल त्यसमा पनि क्लिक गरिदिनु होला हैन अब तपाईले क्लिक गरिसकेपछि तपाईले यहाँ देख्न सक्नुहुन्छ तपाईको नाम र युजर नेम देख्न सक्नुहुन्छ र यदि तपाईले नाम परिवर्तन गर्न चाहनुहुन्छ भने त्यसमा तपाईले आफ्नो नाम परिवर्तन गर्न चेन्ज गर्न सक्नुहुन्छ र यदि तपाईले युजर नेम पनि परिवर्तन गर्न चाहनुहुन्छ भने तपाईले चाहिँ त्यसमा क्लिक गरेर आफ्नो युजर नेम परिवर्तन गर्न सक्नुहुन्छ र अब तपाईले आफ्नो नाम परिवर्तन गर्नलाई अथवा फेसबुक प्रोफाइलको नाम परिवर्तन गर्नलाई तपाईले यसमा क्लिक गरिदिनु होला नाम भागमा यसमा क्लिक गरिसकेपछि अब तपाईले यहाँ देख्न सक्नुहुन्छ तपाईको हालको नाम देख्न सक्नुहुन्छ हैन यसमा क्लिक गरिदिनु होला यसमा क्लिक गरिसकेपछि अब तपाईले यहाँ देख्न सक्नुहुन्छ तपाईले पुरानो नाम हटाएर नयाँ नाम राख्नु होला जस्तै रहन्छ आरएम र नाम जस्तै आराम रोका यसरी तपाईले आफ्नो नाम राख्न सक्नुहुन्छ हैन यसरी आएपछि तपाईले अब यहाँ देख्न सक्नुहुन्छ रिभ्यू चेन्ज भन्ने अप्सन देख्न सक्नुहुन्छ यसमा तपाईले क्लिक गरिदिनु होला यसमा क्लिक गरिसकेपछि अब तपाईले यहाँ देख्न सक्नुहुन्छ तपाईको परिवर्तन भएको नाम देख्न सक्नुहुन्छ रोकामा र राम रोका देख्न सक्नुहुन्छ अनि रोका राम तपाईले कुन नाम राख्न चाहनुहुन्छ उल्टो सुल्टो यसमा चुज गर्नु होला यदि तपाईले राम रोका डाइरेक्ट नाम राख्न चाहनुहुन्छ भने यसमा क्लिक गरिदिनु होला र यदि तपाईले रोका राम राख्न चाहनुहुन्छ भने यसमा क्लिक गरिदिनु होला हैन यसमा क्लिक गरिसकेपछि तपाईले यहाँ देख्न सक्नुहुन्छ सेभ भन्ने अप्सन देख्न सक्नुहुन्छ यसमा क्लिक गरिदिनु होला र यसमा क्लिक गरिसकेपछि अब तपाईले आफ्नो फेसबुक प्रोफाइलको नाम परिवर्तन गर्न सक्नुहुन्छ र यसरी तपाईले आफ्नो फेसबुक प्रोफाइलमा आफ्नो नाम परिवर्तन गर्न सक्नुहुन्छ र पक्कै पनि तपाईले आज यो भिडियो हेरेर बुझिसक्नुभयो र यदि तपाईलाई भिडियो पसन्द लाग्यो भने लाइक गर्नुहोस् शेयर गर्नुहोस् हैन यस च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनु होला फेरि भेटौँला अर्को सिकाइमा धन्यवाद।